हेलो सबैजनालाई आज भने चाहिँ फेरि हाम्रो यहाँ तुरुक नगिसेरी दार्जिलिङ गुम्पामा चाहिँ पूजा लगाउने निर्णय भएको थियो है। र विशेष गरेर आज पूजा लगाउनुको उद्देश्य चाहिँ के थियो भन्दा चाहिँ हाम्रो 5 घरे निवासी है राजेन तामाङको छोरा है डिछेन तामाङ चाहिँ जस्तो छाम बसेर निस्किनु भएको थियो भने उहाँ चाहिँ आज घर आउनु हुँदै थियो। र त्यसै शुभ अवसरमा हामीले पनि गुम्पा कमिटीहरू बसेर आज पूजा गर्ने निर्णय लिएको थियौँ है। र त्यही कारणले गर्दा आज चाहिँ हामी यहाँ गुम्पामा सबैजना भक्तजनहरू है गुम्पा कमिटी साथै सम्पूर्ण हाम्रो मेम्बरहरू उपस्थित भएको थियौँ भने अहिले चाहिँ उहाँहरू आइसक्नु भएको छ है। र उहाँलाई वेलकम गरेर हामी उहाँले चाहिँ अहिले हाम्रो गुम्पामा खदा चढाउनु हुँदैछ है। र हाम्रो यहाँ चाहिँ छोपेल मेहनत पनि आउनु भइसकेको छ है। र सम्पूर्ण हाम्रो भक्तजनहरू पनि आउनुभएको छ। र अब चाहिँ हामी यहाँ उहाँहरूले पनि यहाँ आजको पूजा गर्नुहुनेछ। र यस पूजामा चाहिँ हामी सम्पूर्ण बसेर है अनि आज पूजा गरेर बत्तीहरू पनि बाल्नेछौँ। र अहिले पनि चाहिँ हाम्रो डिछेन है छाम्पा लाउनुहुन्छ। उहाँ 3 वर्ष 3 महिना बसेर निस्किनु भएको है। उहाँलाई चाहिँ हाम्रो भक्तजनहरूले खदा चढाउनु हुँदैछ है। र जति पनि हाम्रो भक्तजनहरू थियो सबैजनाले उहाँलाई चाहिँ खदा चढाएर हाम्रो यस गुम्पामा स्वागत जनाउँदैछ है। र आज चाहिँ हाम्रो छाम्पालाबाट पनि उहाँको अभिषेक हुनेछ है। र सम्पूर्ण हाम्रो जति पनि गुम्पामा रहनुभएका भक्तजनहरू पनि आउनुभएको छ अनि र हाम्रो भक्तजनहरूले चाहिँ उहाँलाई दमादम खदा चढाउनु हुँदैछ है। र यस खदा चढाइसकेपछि चाहिँ हाम्रो यहाँ फेरि पूजा सुरु हुनेछ अनि यो पूजा चाहिँ हाम्रो गरेपछि चाहिँ हामी फेरि बत्तीहरू बाल्नेछौँ है। 108 वटा बत्ती बालेर हामी पूजा गर्नेछौँ है। त्यस पश्चात चाहिँ हामी यहाँ पूजामा वाङ अभिषेक हुनेछ। र अहिले पनि चाहिँ पूजा गर्नुहुँदैछ है। र सम्पूर्ण हाम्रो पूजा कमिटी साथै भक्तजनहरू पनि पूजामा बस्नु भएको छ है। र हाम्रो अहिले पनि चाहिँ हाम्रो यहाँ बत्ती पनि बाल्न सुरु भइसकेको छ है। र यो बत्ती बालिसकेपछि चाहिँ हाम्रो यहाँ सानो हाम्रो फेरि उहाँको पूजा हुनेछ है। अन्त तपाईँहरू हेर्दै गर्नुहोस्, म तपाईँहरूलाई अन्तिमसम्म भिडियो देखाउनेछु है।
भने चाहिँ अब वाङ सुरु हुनु लागेको छ है र सम्पूर्ण हाम्रो भक्तजनहरू पनि वाङको लागि सबैजना बस्नु भइरहेको छ है र अहिले भने चाहिँ वाङ अभिषेक भइसकेको छ भनेदेखि अब चाहिँ हाम्रो यहाँ वाङ सबै भक्तजनहरूले लिनुहुनेछ है र सबैजनाले वाङ लिनु सुरु पनि भइसकेको छ र सम्पूर्ण हाम्रो भक्तजनहरू वाङको लागि आइसक्नु भएको छ है र हेर्दै गर्नुहोस्। अहिले भने चाहिँ हाम्रो वाङ पनि भइसकेको छ र आजको पूजा पनि यहीँ अब हाम्रो सकिनेछ है र हेर्दै गर्नुहोस्। तपाईँहरूलाई भिडियो मन पर्यो भने चाहिँ लाइक सेयर कमेन्ट गर्नुहोस् र नेक्स्ट भिडियोमा तपाईँहरूलाई फेरि म नयाँ भिडियो लिएर आउनेछु। हुन्छ, थ्याङ्क यू एभ्रिवान।